राष्ट्रको साम्राज्यवाद र एकाधिकार पुँजीवादको शोषण उत्पीडनलाई समाप्त पार्नु पर्यो। यस्तो भयो भने मात्र यो मुलुकमा आमूल परिवर्तन हुन सक्छ। यस्तो भयो भने मात्र यो मुलुकको प्रगति र समृद्धिको ग्यारेन्टी हुन सक्छ। त्यसो भएको हुनाले मूल कुरा सामन्तवादलाई उच्छेद गर्नु हो, मूल कुरा दलाल नोकरशाही पुँजीवादलाई उच्छेद गर्नु हो र साम्राज्यवादका शोषण उत्पीडनलाई उच्छेद गर्नु हो। त्यो उच्छेद गर्नको निम्ति नै नेपाली जनताहरू लामो समयदेखि वर संघर्षको अभियानमा लागिरहेका छन्, राजनीतिक आन्दोलनको अभियानमा लागिरहेका छन्, राष्ट्रिय स्वतन्त्रता प्राप्तिको अभियानमा लागिरहेका छन्। यो लडाई लामो लडाई हो। लामो लडाईमा हामी नथाकिकन लगातार अघि बढ्दैछौँ। यसो भएको हुनाले यो सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादको संरक्षण गर्ने रक्षा किल्ला बनेर जबसम्म राजतन्त्रले भूमिका खेलिरहन्छ तबसम्म त्यो जनताको विरोधको तारो बनिरहन्छ। यदि जमिनदार वर्गलाई उच्छेद गर्नको निम्ति, दलाल नोकरशाही पुँजीवादलाई उच्छेद गर्नको निम्ति, दलाल नोकरशाही पुँजीपति वर्गलाई उच्छेद गर्नको निम्ति जनताले अभियान अघि बढाउँदाखेरि राजा केवल तटस्थदर्शी बनेर किनारामा उभिएर हेरिरहन्छन् भने हामीलाई त्यस्तो विशेष आपत्ति हुने छैन। हामीलाई कुनै पूर्वाग्रह साध्नु छैन, हामीले कुनै निश्चित मतलब सिद्ध गर्नु छैन। हामीले त राष्ट्रको उन्नति र प्रगति गर्नु छ। हामीले जनताको समृद्धि र जनताको खुशहाली हासिल गर्नु छ। त्यो जनताको प्रगति र समृद्धि, राष्ट्रको प्रगति र समृद्धिलाई बाधा हाल्ने तत्त्व भनेको सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद हो। त्योसँग कुनै सम्झौता हुन सक्दैन, त्योसँग कुनै समझदारी हुन सक्दैन र त्यसलाई सम्पूर्ण रूपले उखेलेर फाल्नुपर्छ। तब मात्र यो मुलुकको कायाकल्प हुन सक्छ, तब मात्र यो मुलुकको भाग्य र भविष्य सुध्रिन सक्छ। अहिले पनि नेकपा माले ठिक यही धारणा राखिरहेको छ। यहाँहरूलाई यदि हाम्रा धारणाहरू चित्त बुझेनन् भने आलोचना गर्न सक्नुहुन्छ, सुझाव दिन सक्नुहुन्छ, खण्डन मण्डन गर्न सक्नुहुन्छ। त्यसको निम्ति हामी शिर निहुराएर नम्रतापूर्वक त्यो कुराहरू लिन र ग्रहण गर्नको निम्ति तयार छौं। यसो भएको हुनाले मैले एउटा यसो भनेर के कुरा व्यक्त गर्न खोजेको भने कुनै पनि बेलामा संघर्ष गर्ने भनेर सवाललाई अघि बढाइन्छ भने त्यसको बाधक तत्व को, शत्रु को भन्ने सवाल प्रमुख रूपले उपस्थित हुन्छ र त्यो प्रमुख शत्रु हटे पनि यदि आधारभूत कुराहरू परिवर्तित भएनन् भने, त्यो प्रमुख शत्रुलाई निमिटान्न पारे पनि यदि मुलुकको आधारभूत स्थितिमा परिवर्तित भएन भने जनता र राष्ट्रको जीवनमा खुशहाली आउन सक्दैन। त्यसो भएको हुनाले नि हामीले अहिले यदि राजा संविधानमा बाँधिएर बस्ने हो भने, यदि राजा जनतालाई दिएका अधिकारहरूलाई उल्लङ्घन गर्ने, कहिल्यै पनि त्यस्तो दुस्साहस नगर्ने हो भने रहन पनि सक्छन्। यसो भन्दाखेरि मैले अघि भने कि यहाँहरू धेरैलाई मेरो कुरा चित्त नबुझ्न सक्छ। हो, यसले त राजालाई रहन पनि सक्छन् भन्यो, नेकपा मालेको महासचिवले रहन पनि सक्छन् भन्यो। आदरणीय जनसमुदाय, यो कुनै ठूलो कुरा होइन। एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। यो राजा सहितको प्रजातन्त्र भन्दाखेरि मैले अस्ति एउटा पत्रिकामा इन्टरभ्यूमा पनि मैले बताएको थिएँ। मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन। किन ठूलो आपत्तिको कुरा हुने छैन? यसकारणले ठूलो आपत्तिको कुरा हुँदैन कि कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ। कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ र त्यो हामी अरू अनेकौं गणतान्त्रिक मुलुकहरूमा देखिरहेका छौं। हाम्रो मुलुकमा चाहिँ राष्ट्रपतिको निर्वाचन चाहिँ गर्नु नपर्ने त राजाकै छोरा राष्ट्रपति जस्तो हुन्छन् भने पनि त्यसलाई ठूलो आपत्तिको विषय मान्नुपर्ने केही जरुरी हुँदैन। यस कारणले कि यद्यपि राजालाई यो परम्परावादी खालको एउटा अभिजात्य वर्गलाई र त्यो अभिजात्य शैलीलाई कायम राख्दाखेरि मुलुकले अलि बढ्ता खर्च बेहोर्नु पर्ला। जस्तो माधव कमरेडले यहाँ बताएर जानुभयो कि राजाको 4 लाख तलब भन्ने कुरा चाहिँ राखियो। अहिले हाललाई राजाले 4 लाख तलब खाएर दरबारमा नारायण हिटीमा राज गरिरहन्, त्यही बसिरहन्, तर मुलुकको शासन प्रणालीले मुलुकको भाग्य निर्माण गर्ने काम जनताको हातमा दिइयोस्, हाम्रो हातमा दिइयोस्, नेपाली जनताको हातमा दिइयोस्। यसो गर्दा यसो भन्न सकिन्छ कि यहाँले आफ्नो घरमा हात्ती पाल्नु भयो भने धेरै घाँस, धेरै भुस, धेरै त्यस्तो उसलाई फिडिङ चाहिन्छ। तर एउटा बोको पाल्नु भयो भने त्यो बोकालाई थोरै घाँसले पुग्ने थियो। यस अर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले 15,000 20,000 वा केही त्यस्तै प्रधानमन्त्रीको बराबरी तलबमा काम चल्थ्यो होला। तर यो सामन्ती अभिजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन। त्यसो हुँदाखेरि अहिले राजालाई 4 लाखको खाँचो छ भने हामी कोही बात छैन, हामी त्यो कुरा अहिले दिन तयार छौं।
तर प्रजातान्त्रिक अधिकारहरूमा कुनै गिद्ध दृष्टि हुनु भएन, प्रजातान्त्रिक अधिकारमा कुनै पनि किसिमको औँलो ठड्याउनु भएन दरबारबाट। हामीले भन्न खोजेको कुरा यो। त्यसो हुँदाखेरि सवाल आधारभूत कुराको, सवाल वर्गीय शत्रुको र सवाल प्रतिगामी उत्पादन सम्बन्धको हो। त्यो प्रतिगामी उत्पादन सम्बन्धलाई तोड्नुपर्छ र प्रगतिशील उत्पादन सम्बन्धलाई कायम गर्नुपर्छ। त्यसो हुँदाखेरि यसो भनिरहेको बेला जब दिएको संविधानमा दिएको सम्मानको आधारमा राजा त्यही भित्र यदि सीमित भएर रहने हो भने हामीलाई राजासँग त्यस्तो विशेष आपत्ति हुने छैन भन्ने कुरा मैले भनिरहेको बेला म के कुरालाई मनमा राखिरहेको छु भने भोलि अर्को कुनै शक्ति सामन्तवाद, दलालोकशाही, पुँजीवाद र साम्राज्यवादको रक्षा गर्ने मुख्य शक्ति बनेर आउन सक्छ र त्यो चाहिँ हाम्रो आन्दोलनको मुख्य शत्रु बन्न सक्ने। त्यसो हुनाले मूल शत्रु बदलिन्छ आन्दोलनको दौरानमा। मूल शत्रु बदले पनि परिस्थिति बदलिएको छैन भने अर्को जुन मूल शत्रु आउँछ त्योसँग हामीले हाम्रो लडाईँलाई जारी राख्नुपर्छ। त्यसो हुँदा यो पूर्वाग्रहको लडाईँ होइन, यो कुनै किसिमको त्यस्तो एउटा कसैप्रति एउटा व्यक्तिगत दुर्भावनाको लडाईँ होइन, यो जनता राष्ट्रको जीवन र मरणको लडाईँ हो र यो लडाईँ जारी रहन्छ, जारी राख्नुपर्छ। अब स्वाभाविक रूपले अहिलेको यो परिवर्तित स्थितिमा अब हाम्रो मुख्य शत्रु को हो त? कोसँग हामी मुख्य लडाईँ लड्छौं? को हाम्रो त्यस्तो मुख्य शत्रु हो? यो कुरा स्वाभाविक रूपले कुनै पनि राजनीतिक पार्टीको सामु प्रष्ट हुनुपर्छ र हाम्रो पार्टीले पनि यस बारेमा सुविचारी ढंगले आफ्ना विचारहरू तय गरेको छ। म यहाँहरूलाई ती विचारहरू संक्षिप्तमा अघि सारौं। अहिले संविधानमा प्रजातान्त्रिक अधिकारहरूलाई एक हदसम्म संस्थागत गरेर यसलाई जारी गरिएको भए पनि यसले केवल संवैधानिक रूपमा कागजभित्र जनताको हातमा अधिकार ल्याएको कुरालाई संस्थागत गरेको छ, तर मुलुकको राज्य शक्ति त्यति मात्रै कुराहरूले चल्दैन। त्यसको निम्ति शान्ति र सुरक्षाका अंगहरू, प्रशासनिक अंगहरू, अरू तमाम राजकीय निकायका विभिन्न अंगहरू हुन्छन् र ती अंगहरू प्रजातान्त्रिक छन् कि छैनन्, ती अंगहरू प्रजातान्त्रिक हुन्छन् कि हुँदैनन् भन्ने कुराले यसको निर्क्यौल गर्छ। त्यसो हुँदा मैले भन्न खोजेको कुरा के हो भने निरङ्कुश तन्त्र जो संवैधानिक रूपमा पनि सबभन्दा माथि रहेको थियो त्यो संवैधानिक रूपमा त्यो निरङ्कुश तन्त्रलाई समाप्त गरिएको छ र त्यसलाई तल झारिएको छ। तर अब निरङ्कुश तन्त्र बाँकी छ प्रशासनिक यन्त्रहरूमा, निरङ्कुश तन्त्र बाँकी छ सुरक्षा, शान्ति र सुरक्षाका अंगहरूमा अथवा राज्य सत्ताका बाँकी निकायहरूमा निरङ्कुश तन्त्रको अवशेष, निरङ्कुश तन्त्रका संस्कार बोकेका तत्त्वहरू अहिले पनि बाँकी छन्। त्यो हुन्छ कि हुँदैन? त्यसलाई प्रजातान्त्रिक परिवर्तन गर्न सकिन्छ कि सकिँदैन? तिनीहरूलाई प्रजातान्त्रिकरण गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हाम्रो लडाईँलाई, प्रजातन्त्रको विजयलाई कायम राख्न सकिन्छ कि सकिँदैन, अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने सवालसँग गाँसिएको सवाल हो। त्यसो भएको हुनाले अहिले पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको दुश्मन निरङ्कुश तन्त्र हो। त्यो निरङ्कुश तन्त्र आजसम्म राजाको नेतृत्वमा, दरबारको नेतृत्वमा संगठित हुँदै आएको छ र त्यही निरङ्कुशतावादी संस्कारले ओतप्रोत भएर प्रशिक्षित भएर त्यो मुलुकको चारैतिर त्यो हावी भएको छ, सबै ठाउँमा त्यो हावी भएको छ। त्यसो भएको हुनाले अहिले हामी यसपछिको संघर्षलाई हामी यो माथिल्लो ढाँचामा शान्ति र सुरक्षाको क्षेत्रमा, प्रशासनिक निकायको क्षेत्रमा र अरू तमाम त्यस्ता सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक कुरालाई नियन्त्रित गर्ने माथिल्लो अङ्गमा प्रजातान्त्रिकरण गर्नुपर्छ भन्ने कुरालाई अघि बढाउन चाहन्छौं। त्यसभित्र सुधार गरिनुपर्छ, परिवर्तन गरिनुपर्छ भन्ने कुरालाई हामी अघि बढाउन चाहन्छौं। यहाँहरूलाई थाहै छ कि जस्तो अस्ति अनेकौं पटक र हिजो अस्ति भर्खरै पनि यो अन्तिम अनुमोदन संविधानमाथि मन्त्रीमण्डलले अन्तिम अनुमोदन गरेर राजाकोमा पठाइसकेपछि पनि कमान्डर इन चीफले एउटा टोलीलाई लिएर प्रधानमन्त्रीकोमा गएर दबाब दिएका थिए अरे भन्ने हामीले सुन्यौं। कमान्डर इन चीफ सचिव शमशेर राणा अहिले पनि त्यो निरङ्कुशतावादी हिजोको एउटा आफ्नो जुन एउटा स्वर्गीय स्थिति हो अथवा अत्यन्त आनन्द ऐश आरामको स्थिति हो त्यो स्थितिलाई कायम राख्नको निम्ति चाहँदा रहेछन् र उनले त्यो कोसिस गरिरहेका रहेछन् भन्ने कुरा देखिन्छ। अनि यो पनि थाहा छ कुपनडोलमा तिनै सचिव शमशेर राणा हुन्, कमान्डर इन चीफ हुन् कि जसले त्यहाँ गोली चलाउने कुराहरू गरेका थिए र त्यहाँ एउटा ठूलो रक्तपातको स्थिति सिर्जना भएको थियो आन्दोलनको बेलामा। तर ठूल्ठूला अरू घटनाहरू भएको हुनाले सचिव शमशेरले कुनै पेपरमा आउनु परेन, कुनै त्यस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा उनी त्यस्तो ढंगले एउटा सांघातिक आक्रमण गराउने मान्छे हुन् भनेर कसैले चिनिनु परेन। तर त्यो नेपाली जनताले बिर्सेका छैनन् र त्यस्तो आँकडा राख्नेहरूले त्यो आँकडा आफूले च्यातेर फालेका छैनन्। त्यसो हुँदा म यसो भनिरहेको बेला यो कुरालाई बिर्सिरहेको छैन कि स्वाभाविक रूपले शान्ति सुरक्षाका अङ्गभित्र चाहे त्यो मिलिट्रीको होस्,
साई सेनाको होस् या पुलिसको अङ्गभित्र होस्, प्रहरीको अङ्गभित्र होस्, त्यहाँभित्र जनताका छोराछोरीहरू छन्। त्यहाँ जवानको रूपमा जनताका छोराछोरीहरूले काम गरिरहेका छन् र उनीहरू स्वाभाविक रूपले आफ्ना दाजुभाइ दिदीबहिनी र आफ्ना आमा बाबुहरूले जीवनको बलिदान गरेर ल्याएको प्रजातन्त्रको बर्खिलाफ त्यस्ता केही अभिजात्य तत्त्वहरूको सेवा गर्ने चाकडीबाजहरूको निर्देशनमा उनीहरू हिँड्ने छैनन्। फेरि प्रजातन्त्रको विरुद्ध, प्रजातन्त्र र निरङ्कुश तन्त्रको बीच फेरि लडाईँ छेडिन्छ भने मलाई लाग्छ ती जनताका छोराछोरीहरूले जनताको साथ दिनेछन् र प्रजातन्त्रको साथ दिनेछन्। र मलाई लाग्छ उनीहरूले प्रजातन्त्रको साथ दिने कुरामा नि उनीहरूको पनि एउटा दूरदर्शिता र उनीहरूको पनि वास्तवमा एउटा राष्ट्र सेवा र जनताको सेवाको भाव झल्किनेछ। त्यसो भएको हुनाले मैले यति मात्रै उल्लेख गर्न खोजेको हुँ कि प्रत्येक अङ्गमा माथिल्लो तहमा प्रशिक्षित गरेर राखिएका तत्त्वहरू अभिजात्य वर्गद्वारा प्रशिक्षित गरिएका तत्त्वहरू हुन्, निरङ्कुश तन्त्रद्वारा प्रशिक्षित गरिएका तत्त्वहरू हुन्। जबसम्म यी तत्त्वहरूलाई पर्च गरिँदैन, जबसम्म यस्ता तत्त्वहरूलाई हटाइँदैन र प्रजातान्त्रिक भावना भएका तत्त्वहरूलाई राखिँदैन, तबसम्म वास्तवमा यो निरङ्कुश तन्त्रसँगको प्रजातान्त्रिक लडाईँको अन्त्य हुने छैन। र अब स्वाभाविक रूपले जस्तो यो संविधानको कुरामा धेरै कमरेडहरूले राखिसक्नु भएको छ, मैले केवल अब एक दुईटा कुराहरूलाई उठाउँदा मात्रै पनि पुग्छ। त्यो के हो भने संविधानको त्यो पछिल्लो हिस्सा मलाई अहिले धारा याद आएन, यहाँहरूले फेरि पल्टाएर हेर्नुभयो हुन्छ। त्यसमा के उल्लेख गरिएको छ भने यो संविधान जारी भइसकेपछि पनि यो संविधानसँग बाँच्ने ऐन कानूनहरू 1 वर्षसम्म जारी रहनेछ। यो संविधानसँग बाँच्ने ऐन कानूनहरू कस्ता ऐन कानूनहरू हुन्? त्यो पञ्चायती संविधान अन्तर्गत बनेका काला ऐन कानूनहरू हुन्, जसले आजसम्म जनतालाई अत्यन्त एउटा दमन उत्पीडन गर्ने र नृशंसनको अत्याचार गर्ने कामलाई कानूनी ढंगले पुष्टि गर्दै आएका छन्। तिनै काला ऐन कानूनहरू, तिनै काला कुराहरू 1 वर्षसम्म कायम रहने हो भने यो संविधान, यो प्रजातन्त्र आएको के मतलब हो? त्यसो हुँदाखेरि संविधानको हिसाबले आफैमा संविधानको निम्ति यसको केही मतलब हुँदैन। जनताको जीवनको निम्ति त्यसको मतलब हुनुपर्छ। जनताको जीवनको निम्ति मतलब हुने हो भने ती काला कानूनहरूलाई अविलम्ब खारेज गर्नुपर्छ र अविलम्ब प्रजातान्त्रिक अधिकारहरूलाई जसरी संविधानमा ग्यारेन्टी गरिएको छ त्यो अनुसारका ऐन कानूनहरू अविलम्ब बन्नुपर्छ। होइन भने 1 वर्षसम्म त्यो पञ्चायती भूतको छाया फेरि पनि जनतामाथि मडराइरहनेछ। त्यसो हुँदाखेरि यस्ता खालका कुराहरू हुनु यसो पर्थ्यो कि यो संविधान जारी हुने बित्तिकै यो संविधानसँग बाँच्ने ऐन कानूनहरू बाजिएको हदसम्म स्वतः निष्क्रिय हुनेछन्, स्वतः खारिज हुनेछन् भनेर भन्नु पर्थ्यो र यस्तो ढंगले भन्नुपर्छ भनेर हामीले आफ्ना विचारहरू पठाएका हौं। तर त्यो कुराहरू आएन, त्यस्तो ढंगले गरिएन। यसमा केही प्राविधिक कठिनाइका कुराहरू राखियो। प्राविधिक कठिनाइ भनेको इलेक्सन गर्नु पर्यो, अब पार्लिमेन्टले बन्नु पर्यो अनि त्यो पार्लिमेन्टले बल्ल ऐन कानून बनाउने हुनाले 1 वर्षसम्म त रहने भयो नि। त्यसो हो भने 1 वर्षसम्म त्यही दास्ता मुनि, त्यही निरङ्कुश तन्त्र र त्यही कालो कानून मुनि जनताले 1 वर्षसम्म बस्ने हो त? मलाई लाग्छ जनताले त्यस मुनि बस्नको निम्ति स्वीकार गर्नु हुँदैन, त्यसलाई अविलम्ब बदलिनुपर्छ र ती ऐन कानूनहरू जो हिजोको पञ्चायती निरङ्कुश तन्त्र अन्तर्गत कायम निर्माण गरिएका र कायम राखिएका कानून ऐनहरू हुन् तिनीहरूलाई अविलम्ब फाल्नुपर्छ। र स्वाभाविक रूपले अब यो जस्तो हाम्रो अन्तरिम सरकारमा जानुभएका कमरेड झलनाथ खनालले पनि आफ्ना अभिव्यक्तिहरू दिइसक्नु भएको छ। यहाँहरूलाई थाहै छ कि पार्टीले अघि सारेका कुराहरू र यो मन्त्रीमण्डलले गरेका कुराहरूको बीचमा केही भिन्नताहरू छन्। यही भिन्नता भएको हुनाले पार्टीले अन्तरिम सरकारले गरेका अनेक कामहरूको बारेमा आलोचना र विरोध पनि गरेको छ। तर हिजो एउटा स्थिति थियो र हामी सबैले सहन गर्यौं कि अहिले प्रजातान्त्रिक संविधान निर्माण गर्ने कुरामा सिंगै मुलुक केन्द्रित भएको छ र यस्तो बेलामा बाँकी अन्य सवालहरूलाई लिएर अन्तरिम सरकारसँगको वाद विवादलाई त्यति धेरै चर्काउनु हुँदैन भन्ने कुरा महसुस गर्न र बुझ्न सकिन्थ्यो। अब अहिले त संविधान आइसक्यो। संविधान आइसकेपछि अब हेर्नु यो छ कि हिजो कति हत्यारा र अपराधीहरूमाथि अब अनुसन्धान र कारवाही हुन्छ कि हुँदैन? ती भ्रष्टाचारीहरूमाथि कारवाही हुन्छ कि हुँदैन? यहाँहरूलाई जानकारी नै छ, अस्ति संविधानको घोषणा भएको दिन नेकपा मालेको पार्टी प्रमुखको हैसियतले म पनि दरबार गएको थिएँ र त्यो जलपान समारोह हुने त्यो हलमा जब त्यहाँ आएर हेरिन्छ त मरिचमान पनि त्यही विराजमान छ। त्यो मरिचमान कहाँ गयो होला, त्यो मरिचमान कहाँ भूमिगत भयो होला भनेर यत्रो जनताले खोजिरहेको एक बेलामा एउटा सुईको पाइएको थियो कि त्यो मरिचमान त विश्वेश्वर प्रसाद कोइरालाको सुपुत्र प्रकाश कोइरालाको घरमा ओत लागिरहेको छ भन्ने सुनिएको थियो। तर त्यति मात्रै होइन, त्यो त दरबारमा पनि
पटक पटक आउने जाने गरेर स्याल जस्तो चिर्ने र निस्किने गरी राखेर रहेछ। जब खुद दरबारियाहरूको नजरमा ती हत्यारा र अपराधीहरू कुनै ठाउँ बसिरहेका छन् भने जनताको सामु ल्याएर तिनीहरूलाई अपराधको दण्ड किन दिँदैन? अपराधको दण्ड दिनुपर्छ र त्यो अपराधको दण्ड दिलाउनको निम्ति यो दरबारमा होइन, माथि इन्द्रको दरबारमा गएर कोही लुकेको छ भने पनि यो अन्तरिम सरकारले खोजेर ल्याउनु पर्छ। त्यसको निम्ति जनता अगाडि छ। त्यसको निम्ति 1,80,00,000 नेपाली जनताले अन्तरिम मन्त्रीमण्डललाई साथ दिनेछ। यसमा कुनै एउटा वा अर्को पार्टीको कुरा नगरौं। लोकेन्द्र बहादुर चन्दको पार्टी जसले अहिले निरङ्कुशतावादी तत्त्वहरूको स्वार्थलाई प्रतिनिधित्व गर्ने र त्यसको स्वार्थको वकालत गर्ने काम गरिरहेको छ, त्यो 1,80,00,000 त्यो एउटा रौँ बराबर पनि होइन। त्यो जान्छ भने जाओस्। यसो भएको हुनाले मैले यहाँहरूलाई भन्न खोजेको कुरा यति मात्रै हो कि अब हाम्रो पार्टी यो प्रजातान्त्रिक अधिकारहरूलाई संस्थागत गरिएका निश्चित धारा र प्रावधानहरूलाई प्रयोग गर्दै ती अपराधीहरूलाई जनताको बीचमा ल्याउनुपर्छ भन्ने कुरालाई जोड दिन चाहन्छ। भ्रष्टाचारीहरूको भ्रष्टाचारको छानबिन गर्नुपर्छ र दण्ड दिनुपर्छ भन्ने कुरालाई गर्न चाहन्छ। र यदि यसो गर्दाखेरि दरबारको कुनै हिस्सा तानिएर जनताको बीचमा आउनुपर्छ भने पनि र आउने अनिवार्य छ भने पनि त्यसलाई पनि तानेर ल्याउनुपर्छ र त्यसलाई पनि जनताको सामने खडा गर्नुपर्छ। यसो भएको हुनाले अहिले जस्तो मैले यहाँहरूलाई भने कि हामी अब के गर्छौं, नेकपा मालेले अब के गर्छ? नेकपा मालेले के गर्छ भने यो जुन एउटा निश्चित सुधारहरू सहितको प्रजातान्त्रिक अधिकारहरू सहितको संविधान जारी गरिएको छ र यसले निर्दलीय पञ्चायती व्यवस्थालाई समाप्त गरेर बहुदलीय प्रजातन्त्रको स्थापना गरेको छ। यस्तो स्थितिमा हामी यो माथिल्लो ढाँचामा पनि संलग्न हुँदै यो माथिल्लो ढाँचामा प्रजातान्त्रिकरण गर्ने अभियानलाई हामी अघि बढाउन चाहन्छौं। र साथसाथै जस्तो अघि मैले राखेँ कि सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादलाई ध्वस्त गर्ने वर्ग संघर्षको विकास गर्नको निम्ति जनताको वर्ग र व्यवसायको आन्दोलन अघि बढाउनको निम्ति हामी तलबाट पनि व्यापक रूपले हामी आन्दोलनको अभियानलाई अघि बढाउनेछौं। र यस प्रक्रियाद्वारा यसमा हाम्रा राष्ट्रिय राजनीतिक आन्दोलनका मुद्दाहरू, भ्रष्टाचारीहरूलाई कारवाही गर, हत्यारा र अपराधीहरूलाई कारवाही गर, त्यस्ता कमिसनखोर र देशलाई बर्बाद पार्ने तत्त्वहरूलाई दण्ड देऊ भन्ने कुराहरूको निम्ति हामी सबभन्दा अघि बढेर जानेछौं र त्यसको निम्ति हामी निर्बाध रूपमा लागिरहनेछौं। अहिले यही मञ्चमा आइसकेपछि पनि केही शुभेच्छुक मित्रहरूले पत्र पठाउनु भएको थियो, चिटहरू पठाउनु भएको थियो र उहाँहरूले के शुभचिन्ता प्रकट गर्नुभएको थियो, अथवा यसो भनौं कि नेकपा मालेप्रति शुभचिन्ता राख्दै अनि एउटा के आशंका प्रकट गर्नुभएको थियो भने कहीँ इन्डोनेसिया जस्तो त हुने होइन, नेकपा मालेलाई खुला गरिरहेछ कहीँ यो चिली जस्तो त हुने होइन। आदरणीय शुभेच्छुक मित्रहरू र सम्पूर्ण आदरणीय जनसमुदायहरू, हामी पनि चिलीको इतिहासलाई हेरिरहेका छौं, हामी पनि इन्डोनेसियाको इतिहासलाई हेरिरहेका छौं र हामी पनि अनि जस्तो बेलायतको इतिहासलाई पनि हामी हेरिरहेका छौं र अरू दुनियाँका तानाशाहरू भएको इतिहासलाई पनि हेरिरहेका छौं। यसको तात्पर्य के भने इतिहासका घटनाहरू जहिलेसुकै पनि जस्ताको तस्तै चक्रवत परिवर्तित हुँदैनन्। हरेकले इतिहासबाट शिक्षा लिन्छ। अनि इन्डोनेसिया जस्तो हुन्छ कि अथवा चिली जस्तो हुन्छ कि भनेर हामी फेरि कुना पस्ने पक्षमा छैनौं। हामी फेरि कुनै त्यस्तो खालको गुफा खोजेर लुक्ने पक्षमा छैनौं। यसको तात्पर्य के हो भने हामी मृत्युदेखि डराएर हिजो पनि हामी कुना पसेका होइनौं। मृत्युदेखि डराएको भए ढापाको संघर्षको सृष्टि हुने थिएन। मृत्युदेखि डराएको भएदेखि तानाशाहलाई, त्यो बादशाहलाई घोडाबाट खसाल्नको निम्ति कठालो समात्ने आँट गरिने थिएन। त्यसो हुँदाखेरि मृत्युको परवाह छैन मित्रहरू। हो मुलुकको भविष्य निर्माण गर्नको निम्ति, राष्ट्रको स्वतन्त्रता र अस्मितालाई जोगाउनको निम्ति, जनताको भाग्य र भविष्यलाई सुन्दर बनाउनको निम्ति तुच्छ जीवन दिनुपर्छ भने हाम्रो पार्टी त्यसको निम्ति सबभन्दा अग्रणी भएर जानेछ। यसो भएको हुनाले यहाँ केही जस्तो अघि पनि साथीहरूले चर्चा गर्नुभयो कि यो संविधान जारी हुँदा वा यो आन्दोलन अघि बढिरहेको बेलामा केहीले अत्यन्त देब्रे कुनाबाट यो संविधान, यो बहुदलीय आन्दोलनमा त साम्राज्यवादी बहुदल हो, यो विस्तारवादी बहुदल हो भनेर कथित राष्ट्रवादी निर्दललाई समर्थन गरेका थिए, सहयोग पुर्याएका थिए। अनि आज सचिव शमशेरको अत्यन्त राइटिस्ट खालको फोर्सको चाहना र लोकेन्द्र बहादुर चन्दको चाहना र यो देब्रे कुनामा रहेकाहरूको चाहना एउटै हुन पुगेको छ। यस्ता चर्का कुरा मात्रै गर्ने हो कि काम पनि गर्ने हो?
तर्का कुरा मात्रै गरेर एक ठाउँमा उभिएर केवल शुद्धतावादको घोषणा गर्ने हो भने हामी सबभन्दा चर्को कुरा गरेर अहिले नै यो मुलुकमा साम्यवाद आउनुपर्छ भन्ने कुरामा हामी सबभन्दा चर्को स्वरमा फराउन सक्छौं। तर त्यो वाहियात कुरा हो। वाहियात कुराले मुलुकलाई अघि बढाउन सक्दैन। नेपाली जनताको बीचमा एउटा उखान छ कि कुराले चिउरा भिज्दैन। चिउरा भिज्नको निम्ति भए घिउ दही दूध वा केही त्यस्तो राम्रो चिज नभए पानीले भए पनि भिजाउनु पर्छ। त्यसो हुँदा अहिले हामीले त दूध नै चाहेका थियौं वा त्यस्तै खालको एउटा राम्रो चिज चाहेका थियौं। तर दुर्भाग्य के भने पानीले चिउरा भिजाउनु पर्यो, अलिकति चिनीसम्म छर्किएको छ। तर यसै भए पनि मुलुकको विकास समृद्धिको निम्ति अग्रगतिको निम्ति हामीले यी अधिकार यी कुराहरूलाई प्रयोग गरेर जानुपर्छ। यस अर्थमा हामी यो संविधानलाई आलोचनात्मक ढंगले समर्थन गरेर अघि बढ्छौं भन्ने कुराको एउटा तात्पर्य हो। त्यसो हुँदा अब स्वाभाविक